बिजनेस सिजनेस कस्तो के चल्दैछ? ठिकै चल्दैछ। चल्दैछ नि? राम्रै छ नि? यसो ठोक्ठा ठाटाठोटो चल्दैछ? चल्दैछ। ए तपाईँको चाहिँ? मेरो पनि ठिकै छ, चल्दैछ अहिलेसम्म चाहिँ। यसो उसो खजाङ खुसुङ गरिँदैछ। कहिले कता चापासापा। तिमी त गाडी साडी पनि कुदाउनु थाल्यो भनेर सुन्दैछु। हिँड्न दिन्छु कहिले कहिले समात्छु। कुदाउनु चाहिँ अलिक कुदै आएको छुइनँ। यसो हिँड्न समाएर बटारबुटर चाहिँ पार्न थालेँ। अलिअलि पारा आयो अलिअलि अब। खाल्डातिर त लाँदैनौ नि? होइन, खाल्डातिर छेउछाउमा गयो भने पनि यसो बटारबुटर पार्दा आउँदैछ, घुर्दैछ अहिले त। पस्नु चाहिँ हुन्छ कोही कोही बेला नि। कोही बेला हुन्छ। यो खुट्टाको यो के भन्दो रहेछ नि, ब्रेक गर्दा खुट्टा त पित्त चिपेर म कहाँको दोकातिर पो जान्छ त। त्यो चाहिँ अभ्यास छैन कि। आफूले भने जस्तो मान्दैन नि। आफू यहाँ क्लिका पार्न खोज्दा उता हुँदैन, त्यो अभ्यास छैन। गइरहेको अरूले कुदाएको देखा नि सर उता खुट्टा कतिलाई कुदाएको आफू त हुँदैन। अन्त अस्ति कहाँ पिलिक गएर भन फोन गरेको थियो त? होइन हौ, हिजो आज फेरि अब दोइलो खोल्दै पनि हातले खोल्नु पर्दो रहेछ। त्यो के थिच्नु अरे, पिटिक्क थिच्छ पिलिक्क गर्छ, पुल्का खोल्दा पुल्का गर्छ। तान्न आउँदैन दोइलो, प्याक गर्छ। म त नजान्दैन गाडी कस्तो भयो भने अनि अब त्यस्तो भएर बारीमै गाडी लगाउनु पर्ने भयो। अनि उसले बुझाइदियो हे कुरो यस्तो यो हुन्छ। ताला उठेको र नउठेको? त्यही त भएर त यहाँ लेखेको छ भन्छ। अब मैले के गर्नु त लेखेको अङ्ग्रेजीको। अनि यसो हेरेको माथि ताला लागेको लक गर्ने, त्यो ताला अलिकति खोलिएको थिच्दा खोलिन्थे भनेर भनेपछि अनि मैले जाने खोलेँ। त्यही पनि क्वाक्याको गर्छ। उहाँ पुगेको छैन, हुइँ गरिहाल्छ त्यो दोइलो चाहिँ क्या, त्यो अनि खोलिजान्छ आफै। त्यस्तै भयो। चालिएको छ नि त बुहारी, त्यो त बादमा सुनाएको त्यो पनि देखिएन त। चाचा खाना हो भाइ, खाँदा है कति ठाउँ चहा खाएर नि मेरो घुडिङ गुडुङ गर्न थालिसक्यो। गर्दा गर्दै टाउको यस्तिको भइसक्यो। भुँडीमा पानी आउनु जस्तो गुडुङ गर्छ भुँडी, यस्ती टाउको आउँछ। अनि टाउको यस्ती भयो, चहा दिन लैजाउँ भाइ। के खानुहुन्छ? अब के खानु, फलफुल छैन? ल बिहान चिया खाने टाइममा पाउनु र फलफुल खुवाउनु त। कोही कति ठाउँ खायो, कहाँ बिहानै छ हौ अहिले। 8 भइसक्न आँटो। म कति उठेर कति ठाउँ गरी कति काम गरेर आएँ त। चिया धेरै हो खुवाइ। अब पाउने मान्छे जता गयो भने ट्याक्क चिया दिन्छ, चिया कता पनि चिया, त्यो चिया मात्रै हुन्छ। यसो फलफुल ल्याएर यसो कता कुचु दिउँ, त्यो छैन। त्यो पनि छैन। उसले सरक्क ल्याएर एक ग्लास गाँसले टक्क तताएर ल्याएर दिएन हुन्थ्यो नि। त्यो चिया दिन्छ भुँडी गुडुङ गर्छ, टाउकोमा यस्तो बानी बनाएर यस्तो गर्छ क्या भुँडीमा। कुनै बानी बनाएर यसो गर्छ, यस्तै टाउकोमा आउँछ। खाना खाए टाउकोमा यस्तो भएर अहिले फार्मेसीमा जानुपर्ने भइसक्यो। घर पुग्न साह्रो पर्छ भने चिया खानु न। चिया खानु लैजाऊ भाइ। के ल्याइदिनु त खानुको? यो आफै सबै छैन। आफै त छैन, मेवा छैन, काँचो खाने? ए काँचो मेवा पाकेको पनि छैन, अङ्गुर पनि छैन। अम्मक छ नि, तपाईँलाई टोकिँदैन होला? ए दाँतले टोकिँदैन, दाँतले लिली भइगयो, उमेर छ। त्यो चाल लैजाउँ अब भन्दैन अहिले कि ठिकै छ त्यसो भने। ताँबु खाने? ताँबु पनि टोकिँदैन। त्यसो सुपारी खानु? सुपारी पनि झन् गडाङ हुँदैन त्यो। ल म चिया लिएर जाउँ। छ भने यसो फलफुल लिएर आउँ। फलफुल रसमा ल्याउँछु रहेछ। अन्त के गर्नु? फलफुल अम्मक चाहिँ छ तर अम्मक हुँदैन। आफूले सबै अङ्गुर छन् भने जता गरौँ यसो गरौँ त्यसो गरौँ, चिया लिएर आउँछ, त्यसो गरौँ चिया लिएर आउँछ। यसो फलफुल ल्याएर दिए हुन्छ, त्यो दिँदैछु जता गएर चिया खाँदा हुँ कुरुङ सारा यस्तै गइसक्यो। अब फार्मेसीमा गएर कति पैसा लाग्छ के भयो।